मलाई के एउटा कुरामा लास्टै अचम्म लाग्यो के अझै पनि होइन मेरै सर्कलका मैले चिने जानेका अब गाउँघरका दाजुभाइ साथीहरू होइन सबै चाहिँ होइन अझै पनि के भन्छ भोट केमा एमाले होइन लाइक के भन्छ सूर्यमा अनि रुखमा तारामा माग्दै हिँडिरहेछन् क्या लाइक अब मैले नबुझे हो कि उनीहरूलाई शरम नभए हो के यति हुँदाखेरि पनि अझै हामीलाई मौका दिनुहोस् भन्न कस्तो नसकेको इभन ठिक छ घन्टीले भन्न सुहाउँछ हामीलाई मौका दिनुहोस् भन्नलाई तर गर्छन् भन्ने खालको छाटकाट त मलाई लाग्दैन होइन गर्छन् यिनीहरूले भनेर यिनीहरू पनि गएर पछि त्यस्तै नै हुने हुन् जस्तो लाग्छ है अब तर पनि उनीहरूलाई यति चाहिँ हक छ कि हामीलाई एकचोटि मौका दिनुहोस् भन्ने हक चाहिँ छ क्या उनीहरूमा किनकि उनीहरूलाई हामीले एकचोटि पनि ट्राई गरेका छैन के मेरो एकदम स्ट्रेट ओपिनियन भनेको त देशमा राजा हुनुपर्छ एकदम स्थिर राजनीतिक अवस्था होइन अनि हाम्रो जस्तो देश भनेको चाहिँ एकदम विदेशीको जतिखेर आँखा परिरहने खालको मुलुक पर्यो कि हाम्रो लोकेसन पनि त्यही अनुसारको छ होइन त्यो कारणले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ एकदम स्ट्रङ पर्सन चाहियो कि जुन चाहिँ होइन हरेक डिसिजन लिन सक्ने हुनु पर्यो होइन लङ टर्म हुनु पर्यो कसैको दबाबमा नआउने किसिमको हुनु पर्यो होइन अनि यो सबै खुबी चाहिँ मेरो पर्सनल हिसाबले राजा बाहेक अरू कसैमा हुनै सक्दैन के नेता भने यो स्वार्थका लागि होइन गाउन् तिनीहरूले हाम्रो भलाइ कहिले गर्दैनन् अनि अर्को कुरा भनेको नेतालाई बाँध्ने सिस्टम पनि छैन क्या हामीसँग प्रपरली अब सिस्टम बनाएछन् उनीहरूले उनीहरूकै तरिकाले मन परि कसैलाई राम्रो गर्छु भनेर चाहेर पनि गर्न सक्दैन के होइन अनि त्यस कारणले गर्दाखेरि चाहिँ मेरो स्ट्रेट ओपिनियन भनेको त राजा नै चाहिन्छ देशमा नत्र हाम्रो देशको अस्तित्व कति वर्ष घिस्रिन्छ थाहा छैन तर पनि यदि फिलहाल राजा नआइहाल्ने खण्डमा चुनावै भइहाल्ने खण्ड अब अहिले त त्यही देखिरहेछ यो केसमा चाहिँ मेरो विचारमा होइन यी पुराना पार्टीहरूले चाहिँ हामीलाई मौका दिनु नभने हुन्छ कि नभन्नुहोस् तपाईँहरू देखाउनु देखाइसक्नु भएको छ गर्नु गरिसक्नु भएको छ के पर्दैन अब एकचोटि पनि मौका नदिने के नभन्नुहोस् हामीलाई मौका दियो भने कतिचोटि मौका दिने पहिलोचोटि हो र होइन नि त देशै कङ्गाल पारिसक्नु भयो पर्दैन है त धन्यवाद।